नमस्ते, म डाक्टर प्रवीण। आज चाहिँ हामी कुरा गर्छौँ सोल्डर जोइन्टको पेन यानि कि फ्रोजन सोल्डरको बारेमा। सोल्डर जोइन्टमा हुने पेन, फ्रोजन सोल्डरलाई हामीले मेडिकल भाषामा एडेसिभ क्याप्सुलाइटिस पनि भनिन्छ। यो यस्तो समस्या हो जसमा सोल्डर जोइन्टको क्याप्सुलहरू एकदमै कडा र अररिएको हुन्छ, टाइट हुन्छ, जसले गर्दाखेरि एकदम कडा खालको दुखाइहरू उत्पन्न हुन्छ एवं हातहरू चलाउन पनि एकदमै गाह्रो हुन्छ। फ्रोजन सोल्डरको विशेष गरी 3वटा चरण हुन्छन्। पहिलो चरण भनेको फ्रिजिङ चरण हो। यो अवस्थामा तपाईँको हातहरू बिस्तारै दुख्न थाल्छ र हातहरूको रेन्ज अफ मोसन यानि कि चलाउन सक्ने खुबी चाहिँ घट्दै जान्छ। दोस्रो चरणलाई हामीले फ्रोजन स्टेज भनेर भन्छौँ। यस स्टेजमा तपाईँको दुखाइ चाहिँ एकदमै कम हुनसक्छ, तर तपाईँको सोल्डर जोइन्टहरू एकदमै स्टिफनेस वा अररिएको हुन्छ, जसले गर्दाखेरि तपाईँले हातलाई पछाडि वा अगाडि उठाउन एकदमै गाह्रो पर्छ। तेस्रो चरणलाई हामीले थविङ स्टेज भन्छौँ। यो स्टेजमा चाहिँ तपाईँको दुखाइ पूर्णतया कम हुन्छ र हातहरूको मुभमेन्टहरू पनि सजिलै आफै यताउता लैजान सकिन्छ र दुखाइहरू हुँदैन। फ्रोजन सोल्डरमा कस्ता कस्ता लक्षणहरू देखिन्छन्? यदि तपाईँले फ्रोजन सोल्डरको सङ्केत छ भने सुरुमा तपाईँलाई एकदमै लाटो किसिमको पेन, सोल्डर रिजनमा एकदम डल पेन देखिन सक्छ। त्यस्तै गरी तपाईँको दुखाइ रातिको समयमा अझ बढ्न सक्छ। तपाईँले कपाल कोर्दाखेरि वा बटनहरू लगाउँदा एकदमै हातमा दुखाइ हुने। फ्रोजन सोल्डर कस्ता व्यक्तिमा बढी देखिन्छ त? विशेष गरी 40 देखि 60 वर्षका उमेरको बिचमा भएका मानिसहरूलाई फ्रोजन सोल्डर देखिन सक्छ। त्यस्तै गरी तपाईँले सुगरको औषधि खाइरहनु भएको छ भने तपाईँलाई पनि देखिन सक्छ। सोल्डरको कुनै सर्जरीहरू गर्नुभएको छ भने पनि तपाईँलाई फ्रोजन सोल्डरका लक्षणहरू देखिन सक्छन्। यदि तपाईँलाई पनि फ्रोजन सोल्डरले साह्रै नै दुःख दिएको छ भने हामीले विभिन्न एक्सर्साइजहरू, थेरापीहरू जस्तै स्नेहन, स्वेदन, ग्रीवाबस्ती, पिण्ड स्वेदन, अग्निकर्म, विद्यकर्म आदि जस्ता विभिन्न थेरापीहरूबाट तपाईँलाई पूर्णतया निको बनाउन सक्छौँ। त्यसैले तुरुन्तै यस्ता लक्षण देखिएको छ भने तुरुन्तै आयुर्वेद चिकित्सकसँग परामर्श लिनुहोला। धन्यवाद।